कुनै शुल्क लाग्ने छैन, केही लाग्ने छैन। हामी धेरैलाई यो कुरा थाहा हुँदैन। टिकटको शुद्ध पैसा कम्पनीले पे गर्यो। आफूमा त्यो क्षमता छ, आफूले सक्छु जस्तो लाग्छ भने सेल्फ एप्लाई गर्नुस्, आउनुस्। धेरैलाई यो लाग्न सक्छ, यो कसरी सम्भव छ? हामीले त यति तिरेर आएको, उति तिरेर आएको, हाम्रो त यति भनेछ एजेन्टले, उति भनेछ एजेन्टले। हो, एजेन्टको थ्रु आउनुभयो भने पैसा तिर्नु पर्छ। तर मैले भने अनुसार डाइरेक्ट कम्पनीमा कुरा गरेर, कम्पनीमा इन्टरभ्यू दिएर, कम्पनीमै डकुमेन्ट बुझाएर डाइरेक्ट बससँगै कुरा गरेर आउनुभयो भने चाहिँ पैसा लाग्दैन। मैले 2-3 जना त्यसरी आएको मान्छेहरूसँग पनि बुझेँ। कसरी आयो तिमीहरू बिना पैसाको? मैले त यति तिरेर आएको, मैले पनि भने। अनि उनीहरूले भने यसो गरेर हामीले प्रोसेस गऱ्यौँ, त्यसपछि इन्टरभ्यू लिग्यो, अनि इन्टरभ्यू सेलेक्सन भयो, अनि उतैबाट पे गर्यो। टिकटको शुद्ध पैसा कम्पनीले पे गर्यो। आफूसँग क्षमता छ, आफूसँग एक्सपिरियन्स छ, आफूसँग सिप छ भने मल्दिप्स आउन पैसा नलाग्ने रहेछ। के कसरी, किन, कसरी आउने, कहाँ भेटिन्छ यस्ता कामहरू भनेर जान्नु छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ, म बताइदिन्छु। त्यो कुनै शुल्क लाग्ने छैन, केही लाग्ने छैन। अरू कसैलाई पैसा तिर्नु पर्ने छैन, सबै सेल्फ एप्लाई, आफै एप्लाई गर्न सक्नुहुन्छ। धेरै कम्पनीमा के हुँदो रहेछ भन्दाखेरि कामदार चाहिएको, भिजा, टिकट, बाँकी सबै काम कम्पनीले नै बेहोरिदिने, त्यस्तो सुविधा पनि हुँदो रहेछ। हामी धेरैलाई यो कुरा थाहा हुँदैन। अनि थाहा नभएपछि त्यही त हो, अरूको माध्यमबाट आउनुपर्छ। अरूको माध्यमबाट आउँदाखेरि मेहनत गरेको भनेर, भिजा निकालिदिएको भनेर अलिकति महँगो पर्न जान्छ हामीलाई। अलिकति के भन्नु, धेरै नै महँगो पर्न जान्छ। यहाँको सेलरी बमोजिम हामीलाई धेरै नै महँगो पर्न जान्छ त्यो पैसा चाहिँ। त्यही भएर अलिकति सोच्नुस्, अलिकति दिमाग लगाउनुस्। पैसा खर्च नगरिकन आउन मिल्छ। आफूमा त्यो क्षमता छ, आफूले सक्छु जस्तो लाग्छ भने सेल्फ एप्लाई गर्नुस्, आउनुस्।